पाखुरा बनाएको काम छैन हाम्रो त त्यो तपाईहरुले सानोमा गरि वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजना स्वागत छ मेरो जानका जेस युट्युब च्यानलमा जति पनि जनाले सब्स्क्राइब गरिदिनु भएको छ नि तपाईहरुले सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ हामीले मोमोको मुखबाङ लिएर आएका छौं। क्याफे भन्दा कम छैन क्याफे भन्दा कम छैन मलाई क्याफेको मन पर्दैन ओभर गुल्ले यो दिदीले बनाएको खुर्सानीको अचार थोरै छ यस्तो दामी छ नि म त दामी साथीहरु यस्तै मिठो मिठो खाने मन छ भने चाहिँ मेरो घरमा आउनु होला कि तर पैसा बोकेर गजब बेइज्जती है। मिठो खानेकुराहरू बनाउनु हुन्छ जे पनि मकैको भोगा हो क्या हो यो के हो यो हो त मकैको भोगा हो क्या हो यो के हो यो हो त यहाँ तिम्रोमा पनि छ त ठुलो मान्छेको मकै खास गरी यो मोमो चाहिँ घरमै खाने भनेर बनाएको हो कि मकैको भुका मम्मीले चाहिँ मकैको भोगा जस्तो भन्दै हुनुहुन्छ। माउला आँखा मोच छ दिदी वाउ दामी दामी साथीहरु मिठो यस्तो मोमोको टेस्ट फर्स्ट टाइम खाँदैछु मैले सिमामा। त्यो पनि दार्जिलिङ स्टाइलमा मोमो बनाएको हामीले सिक्किम स्टाइलमा चुस्सी मोमो दामी थियो त्यो त थाइपो पो हो त मलाई चाहिँ यस्तो गरेर यो खायो अनि यस्तो गरेर तर साथीहरु एउटा कुरा चाहिँ मलाई मोमोमा मसला हालेको मन पर्दैन मसला नहालेको मोमो खाएको थियो तिमीले कस्तो लाग्यो यस्तो खानु मन पर्छ तर एकदम दामी छ किमामा मसला हालेको राम्रो कि नहालेको दुईटै केक प्यारी समझ गई मामा मसला हालेको पनि मिठो हुन्छ हैन तर हामी खानेलाई चाहिँ म चाहिँ ठस्से गनाउँछ क्या बानी नहुनेहरूलाई हैन तर किमामा मसला नहालेको पनि मैले चाहिँ यो फर्स्ट टाइम खाँदैछु यति दामी छ कि सेम त्यो मसला हालेको मोमो हुन्छ नि त्यस्तै केही कुरामा कमी छैन यो मोमोमा मोमो मसला हालेन नि हामी मोमो मसला पनि मोमोलाई चाहिँ मसला भनेको यहाँ के हाल्नु भयो नि जिरा पड्काउनु भयो त्यति है अनि त्यसपछि तेल झानेको हो त्यति हो अजिना लाउनु भयो भएन ओ माई गड जिरा पड्काएर अदुवा लसुन पेस्ट नहालेको पनि हाले त्यति अदुवा लसुनको पेस्ट मात्रै हो अरू भयो अब त्यो धुलो खुर्सानी अनि त्यसपछि धुलो खुर्सानी होइन धुलो मसला हुन्छ जिराको त्यो फाल्टै हुन्छ नि त मिक्स मसला त्यो पनि हाल्छ नि तर त्यो नहाली पनि एकदम दामी छ है साथीहरु यो चाहिँ मोमोहरूलाई हामी नमोटाउने भन्छ हैन अब धेरै मोटायो रोगायो भन्छ हैन हेर्नु यहाँ तेल यस्तो तेल हुने खानेकुरा खाएपछि अनि को घट्छ हैन त्यत्रो पाखुरा बनायो खायो बस्यो काम छैन हाम्रो त त्यत्रो पाखुरा बनायो खायो बस्यो काम छैन हाम्रो त अनि मोटायो भने हैन
दिदीको चाहिँ यस्तो छ है बानी तेल धेरै खाने त्यही भएर म नमोटाएको के अनि रोगाउँछु म त मोटाएँ भन्नुहुन्छ के तेल त भा म छक्क पर्छु घरदेखि देखेर म तर्सिन्छु के भन्नु दिदीलाई नहा ले यता ल खै लाँदो रहेछ फेरि नहा ले यता ल खै लाँदो रहेछ फेरि साथीहरू तपाईँहरूले सानोमा यस्तो घडी बनायो कि बनाएन घडी घडी नबनाउँदा कोही हुँदैन कैसे कैसे लोग रहते हैं यार यहाँ म गर्दा चाहिँ अति साथीहरू हामीले चाहिँ खाइसक्यौँ हामीले चाहिँ फर्स्टको भिडियो चाहिँ ल्याउनु पाएन दिदीको फोनमा थियो त्यो भिडियो चाहिँ किनभने दिदीको स्टोरेज फुल भएर डिलिट गरिसक्नु भएछ कस्तो लाग्यो अन्तिमसम्म हेरेर भनिदिनु होला थ्याङ्क यू फर वाचिङ माई भिडियो साथीहरू बाई बाई